मेरो जीवनमा यति धेरै स्टुडेन्टहरू हुनुहुन्छ जोसँगको सम्बन्ध समयसँग अझ बलियो बन्दै गइरहेको छ। एज अ ट्रेनरको हिसाबले पक्कै पनि म उहाँहरूलाई एक्सर्साइज सिकाउँछु, तर उहाँहरूबाट मैले पाउने सम्मान, विश्वास र असल सम्बन्धको वास्तविक अर्थ सिक्न पाएँ। पक्कै पनि जिमको 4 पर्खालभित्र होस् या बाहिर कतै भेट हुँदा हाम्रो कुराकानी सधैँ स्वास्थ्य, मर्यादित र व्यावसायिक मात्र हुने गर्छ। आजको समयमा मानिसहरू अगाडि एउटा र पछाडि अर्को व्यवहार गर्ने उदाहरणहरू पनि धेरै देखिन्छन्, तर म आफूलाई भाग्यमानी ठान्छु किनकि तपाईहरूले मलाई अगाडि जति सम्मान र इज्जत दिनुहुन्छ पछाडि पनि त्यही सम्मान र त्यही व्यवहार कायम राख्नुहुन्छ भन्ने आशा गर्छु। जहाँ दुई किसिमको व्यवहार हुँदैन, नकारात्मक सोच देखाउनु भएको हुँदैन। यही कारणले गर्दा मेरो लागि एउटा ट्रेनर हुनु भनेको केवल व्यायाम सिकाउनु मात्र होइन, यो त विश्वास कमाउने, सम्मान जोगाउने र असल सम्बन्धलाई वर्षौंदेखि वा वर्षौंसम्म कायम राख्ने जिम्मेवारी पनि हो। जब मैले सिकाएको व्यक्तिहरू खुसी देख्छु, सफल देख्छु, परिवर्तन देख्छु, अझै पनि उही सम्मानका साथ मेरो साथमा उभिएको देख्छु, तब लाग्छ मैले केवल शरीर होइन मनसँग जोडिने सम्बन्ध पनि बलियो गर्न सकेको छु। यसरी नै साथ दिने, अगाडि पछाडि एउटै सम्मान र माया दिने सबै विद्यार्थीहरूप्रति म हृदयदेखि आभारी छु। आजको दिनसम्म तपाईहरू जति पनि मसँग जोडिनु भएको छ सिकाइको लागि डिफ्रेन्ट जिमहरूबाट पनि, केवल तपाईहरू मेरो विद्यार्थी मात्र होइन, मेरो यात्राको एउटा सुन्दर र सम्मानित हिस्सा पनि हुनुहुन्छ।